अहिले चाहिँ म ठ्याक्कै हाम्रो चुरे 6 गजारको स्कुलमा पुगेको छु। देख्न सक्नुहुन्छ हामी पढेको स्कुल एकदमै राम्रो नयाँ भवन बन्या छ। पहिला चाहिँ हामीहरू पढ्दाखेरि चाहिँ यो 5 सम्मको थियो, त्यसपछि 8 सम्मको भयो, अहिले चाहिँ 10 सम्मको भएर माध्यमिक भएको छ। अत्यन्तै खुसी लाग्छ यो देखेर र राम्रो पढाइ पनि हुन्छ यो ठाउँमा। देख्न सक्नुहुन्छ फलफुलका आँपका बोटाहरू उस्तै छन् जस्तै हामी पहिला पढ्दाखेरि देख्थ्यौँ अमला। अनि सबै एकदमै नयाँ भवनहरू बनेको छ। पुरानो भनेको एउटा त्यहाँको छ, एउटा बिचको छ, दुईवटा मात्रै रहेछ। अनि दुईवटा चाहिँ नयाँ बनेको रहेछ। अनि टोयलेट बाथरुम पनि एकदमै राम्रो बनाएर रहेछ। एकदमै राम्रो लाग्यो यो ठाउँमा आएर, एकदमै खुसी लाग्यो। एकदमै पिउनको लागि शुद्ध पानीको धारो जो हाम्रो माथिबाट आउने पानी होइन यो? यो 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 यताको पानी हो? ए मैले चाहिँ सोचेको थिएँ माथिबाट आउँछ, यो चाहिँ यहाँको पानी रहेछ। पानी चिसो छ, एकदम चिसो है। पानी भयो पिउनको लागि, विद्यार्थीहरूको लागि। अनि यो चाहिँ लेन्टरवाला, त्यो पनि लेन्टरवाला। हामी पढेको चाहिँ उताको परको टिनवाला। यहाँनिर एउटा लेन्टर टाइपकै थियो होइन, सायद माटोले बनाएको थियो, ढुङ्गा र माटोको एकदम अर्ग्यानिक थियो। र त्यसको बदलामा चाहिँ अहिले लेन्टरवाला बनेको छ र एकदमै राम्रो छ। यहाँको खेल्नको लागि पनि चडहरू छ होइन, रुखहरू छ। अनि फिल्ड, मेन फिल्ड चाहिँ यहाँ यता छ। पुरो यो फिल्ड हो, देख्न सक्नुहुन्छ एकदमै रमाइलो ठाउँ छ कि। यहाँबाट सिधा तल गइसकेपछि चाहिँ हामीले अघि स्विमिङ गरेर आयौँ, ताल खेलेर आयौँ, एकदम रमाइलो गरेर आयौँ। अब चाहिँ हामीहरू अब यहाँ पानी पिएर चाहिँ अब ठ्याक्क हामी अगाडि पसलतिर जान्छौँ। यहाँ पसल पनि छ नजिक। लेट्स गो। ठ्याक्कै हामी स्कुलको अगाडि आइसकेपछि पहिला हेर्दाखेरि हामीलाई खोलो चाहिँ त्यो साइडमा थियो, पारीको घर छ, अनि त्यो लास्ट किनारामा थियो। अहिले चाहिँ खोला पुरै बगेर यता काटेर चाहिँ स्कुलको एकदमै देख्न सक्नुहुन्छ एकदमै नजिक रहेछ। र यहाँ माछा पनि मार्दै हुनुहुँदो रहेछ होइन, देख्न सक्नुहुन्छ यसरी पानी। यसमा चाहिँ त्यो एउटा खिरो भन्ने एउटा बिरुवा हुन्छ, त्यो बिरुवाको रसले माछालाई लाग्छ र अनि त्यहाँबाट माछा मर्छन् होइन। अनि देख्न सक्नुहुन्छ यसरी मिहिनेत गर्दैछन् माछा मार्नको लागि। यो रुख हो, यो खिरो भन्ने यो हो। देख्न सक्नुहुन्छ यस्तो बोट हुन्छ खिराको, माछा मार्दैछन् एकदमै। अनि अब हामी त्यहाँ पुल जान्छौँ। त्यो झुलुङ्गे पुल छ, देख्न सक्नुहुन्छ दुईजना भतिजहरू गइराख्नु भएको छ। त्यो चाहिँ झुलुङ्गे पुल हो। यहाँदेखि माथि चाहिँ यो डाँडाबाट, यहाँबाट यो पुलदेखि यसो गयो भने माथि गयो भने चाहिँ तितरे लाग्छ होइन, तितरे। अनि धेरै गाउँ आउँछन् यहाँ, एकदमै राम्रो छ, घुम्नको लागि आउनु होला होइन। यो चाहिँ गजारको बेल्ट हो। यहाँभन्दा पारी त्यो डाँडा पारी चाहिँ, त्यो डाँडा पारी गौजेना लाग्छ। अनि त्यो ठुलो डाँडो भनेको पोटेमालाको डाँडो भनिन्छ। अनि त्यहाँ अगाडि चाहिँ के अरे ढुङ्गानी, अनि बब्बेडी भन्ने, गिथडा भन्ने योभन्दा पछाडि आउँछन् है त। तपाईँहरूलाई एकदम यहाँको ठाउँमा पुरै देखाउने छु। एकदमै रमाइलो ठाउँ, एकदम शान्त वातावरण, एकदमै मुड फ्रेस हुने पाउन सक्नुहुन्छ यहाँ आएपछि।